हेलो साथीहरु नमस्ते। आज भने चाहिँ छुट्टीको दिन पर्यो, आइतबार है, सन्डेको दिन। म चाहिँ जंगल आइसकेको छु। एकदमै मिठो एकदमै दामी ब्लग तपाईहरुलाई लिएर आउँदैछु। हेर्नुहोस् है साथीहरु, अन्तिमसम्म हेरेर मजा लिनुहोस्। साथीहरु, घाँस चाहिँ यहाँ चाहिँ अब यति साह्रो रहेछ कि आम्मामामामा देखेर लोभ लाग्यो नि हौ। सधैँ आउँ लाग्ने खालको घाँस। हेर्नुहोस् त, आम्मामामामा जहाँसम्म हेरिपठाए घाँसै घाँस। आम्मामामामा यहाँ चाहिँ म नआएको यो साल चाहिँ सायद आएकै छुइनँ भन्दा नि हुन्छ। र आज आउँदाखेरि चाहिँ घाँस देख्दा चाहिँ मलाई एकदमै लोभ लागेर आयो। कन्टिन्यू अब यहीँ आउनुपर्छ छुट्टीमा चाहिँ भनेर मैले सोचिसकेको छु। एकदमै मिठो घाँस चाहिँ हरियो ट्याम्मै रहेछ जङ्गलैभरि। खुसी लाग्यो मलाई। मजाको एक बारी बनाएर लान्छु। घाँस काटियो धुन बज्यो घाँस काटियो। मान्छे चाहिँ साँच्चै जङ्गलतिर चाहिँ अब आउनु छोडेको रहेछ है। मै आयो भने मात्रै यहाँतिर त खोइ घाँस त नभए त त्यसै लडिराखेको रहेछ। अब मान्छेहरू बिस्तारै बिस्तारै जङ्गलतिर पस्नु छोडेको रहेछ, केही बुझिँदैछ। यहाँतिरको घाँस उहिले भने चिल्लै हुन्थ्यो, अहिले त अन्त मान्छे त कोही छिरेको छैन रहेछ त हौ। अचम्मै लाग्यो आज आएर यो देख्दाखेरि चाहिँ घाँसै घाँस। आमामामा हेर्नुहोस् त तपाईँको बस्तीमा मान्छे अब छैन रहेछ है घाँस काट्ने, यही बुझिँदैछ। हो बिस्तारै बिस्तारै घाँस चाहिँ गाईले अब यदि चाहे भने चाहिँ जति खानु पाउने रहेछ है। गाई पाल्ने मान्छेहरू त छ गाउँमा, तर घाँस काट्नु जङ्गल चाहिँ पसेको त्यति देखिएन यो देख्दाखेरि चाहिँ। उहिले त यहाँतिर त केही रहन्थेन, किन्दै हुन्थ्यो। त्यति हो, ढुक्कै चाहिँ ढुक्कै लाग्यो। घाँस चाहिँ जति पाइने रहेछ जङ्गल पस्यो नै। यसलाई चाहिँ म एकदमै खुसीको साथ स्वागत गर्छु र खुसी पनि हुन्छु। त्यसरी यो फेरि यो एउटा के हुन्छ भने चाहिँ यो मोरङ्गे चाहिँ डेन्जर हो नि। यसले साह्रो नमिठो चिल्छ कि, यसलाई चाहिँ साइड लगायो भने यसरी हो। घाँसको भारी पुऱ्याएर फर्काइ हुन्छ र घाँस काटी छ एकैछिनमा भारी पनि पुग्छ तपाईँको नि। समय बेसी लाग्दैन भारी पुग्नु। यस्तो मिठो मिठो घाँस अब त्यो पनि देखिँदैछ अगाडि ड्याम्मै के चाहिँ खोज्नु हौ अन्त, के चाहिँ खोज्नु। यस्तो मिठो घाँस पाउँदाखेरि के खोज्नु होइन र। अलिकति डाँठला पोहोरको आँख्लाबाट फलाएको रहेछ, यसलाई चाहिँ गर्नुपर्छ। त्यसो गरेर काट्नुपर्छ, यसलाई पारेर लानुपर्छ। यो गाईमा आउँदा एकदमै मिठो घाँस गाइदिनलाई हरियो न हरियो हो तपाईँको है। एकदमै पोसिलो घाँस, पोषणयुक्त घाँस। यता आउनु पर्ने रहेछ नि त हौ घाँस काट्नु त। यो रहेछ नि त हौ घाँसको जग्गा त। अब आउँदा चाहिँ सधैँ यता छिर्नुपर्ने रहेछ भनेर बुझ्यो। छुट्टीमा चाहिँ म आउँछु र काटेर लान्छु। मैले सक्दो चाहिँ साथीभाइ पनि आउँदा चाहिँ हुन्छ घाँस काट्नु यो पाटामा। घाँस काटिदेखेँ मैले हो र खुसी लाग्यो। र आज एक भारी चाहिँ जाँदैछ। अब अर्को छुट्टीको दिन फेरि अर्को भारी जान्छ। बिस्तारै बिस्तारै म ओसार्छु यहाँको घाँस। भ्याइन्जेल चाहिँ आउनु पाइन्जेल चाहिँ म ओसार्छु। मजाले लगेर गाईलाई खुवाउँछु यहाँको घाँस। एकदमै मिठो घाँस हो यो चाहिँ। र यस्तो घाँसलाई चाहिँ खेर जानु दिनु हुँदैन। गाईलाई एकदमै लगेर खुवाउनुपर्छ र दुध मजाले दिनु लाउनुपर्छ गाईलाई हो। एकदमै मिठो घाँस छ नि त तपाईँको। कहाँ छोड्नुहुन्छ हौ यस्तो घाँस, छोड्नु हुँदैन। मजाले अब भारी चाहिँ कसेर चाहिँ लागिन्छ है। भारी चाहिँ अब पुगेको छ, अब नाम्लो कसिन्छ मजाले। त्यहाँदेखि चाहिँ बोकेर चाहिँ लागिन्छ। अब एक बारी चाहिँ खसीको भयो जस्तो छ है। अब यो हेर्दा चाहिँ आमा गजबको एक बारी भएको चाहिँ यो भारी थाहा पाइहालिन्छ। अनुमान लगाइसकेँ मैले, सानो भारी चाहिँ भएको छैन। जङ्गलमा आउँदाखेरि मजाले नै लानुपर्छ, घरिघरि आइ हुँदैन हो। मजाले बोकेर बरु बिस्तारै साथ गइन्छ।
मजाले बोकेर गइन्छ। चाहिँ अब लागिन्छ। भारी चाहिँ दामी भयो, बोकेर चाहिँ अब लाग्नुपर्छ। मजाको एक बारी चाहिँ भएछ हौ। दामी एक बारी बन्यो। ल है साथी हो, लाग्यो है, फेरि भेटौँ है, बाई।